रातमा नसुतेर लाइभ बस्नुहुन्छ। आउन त धेरै साथीहरू आउनुहुन्छ होइन, कमेन्ट गर्नुहुन्छ, सर्भ गर्नुहुन्छ, जानुहुन्छ। तर आज तपाईँले 10 सर्भ गराउनुहोस् तर भोलि 15 सर्भ घटिसकेको हुन्छ क्या तपाईँ। किनकि अब लाइभमा आउनुहुन्छ, कुराकानी गर्नु। नमस्कार साथीहरू, तपाईँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ हाम्रो डिजिटल टिभीमा। अहिले तपाईँ युट्युब च्यानल मार्फत हेर्दै हुनुहुन्छ हाम्रो डिजिटल टिभीलाई। आज म चाहिँ साथीहरू तपाईँहरूलाई चाहिँ के कुरा लिएर आएको छु भन्ने कुरा पक्कै पनि थाहा भइसकेको होला, थम्बनेलमा देख्नु भएको छ। तपाईँहरूलाई पनि आज म केही सानो सहयोगी खालको भिडियो चाहिँ लिएर आएको छु। एकदमै काम लाग्ने छ, उपयोगी छ तपाईँहरूको लागि। जसको च्यानल सब्सक्राइब कम छ अथवा मोनेटाइजेसनमा तपाईँहरू पुग्नु भएको छैन, मोनेटाइजेसन गर्नको लागि धेरै चिन्तित हुनुहुन्छ होइन, धेरै चिन्ता लिनु भएको छ होइन, दिन रात लाइभमा बस्नु भएको छ होइन, कन्टेन्ट हाल्दा पनि तपाईँहरूको चाहिँ भ्युज आइरहेको छैन, सब आइरहेको छैन होइन, त्यसले तपाईँको वाच टाइम पनि तिमीले खासै तपाईँलाई भने जस्तो पाइरहनु भएको छैन भने तपाईँहरूको लागि चाहिँ एकदमै महत्त्वपूर्ण र एकदमै सहयोग खालको हुनेछ तपाईँहरूको लागि है। अनि भिडियो चाहिँ तपाईँले मात्रै नहेर्नु होला है, तपाईँहरू जस्तै हजारौँ साथीहरू छ होइन, धेरै जस्तो आजभोलि डिजिटल जमानामा चाहिँ सबैलाई चाहिँ क्रिएटर बन्न धेरै मन छ होइन। तर क्रिएटर बन्न त मन छ, तर के गर्ने त, त्यसमा रोलहरू होइन, त्यसको पोलिसीहरू तपाईँहरूले फलो गर्न अलिकति कठिनाइ हुन्छ। त्यसमा फलो गरेर तपाईँहरू चाहिँ काम गर्दै जाँदाखेरि धेरै गाह्रो हुन्छ होइन। यसरी चाहिँ हामी चाहिँ क्रिएटर बन्न सकिँदैन होइन, युट्युबर बन्न सकिँदैन भन्ने चाहिँ टेन्सनमा हुनुहुन्छ भने तपाईँहरूको लागि पनि धेरै महत्त्वपूर्ण रहेछ यो। आज म तपाईँहरूकै सबैजनाको गुनासोलाई मध्यनजर गर्दै त्यो भिडियो बनाएको छु तपाईँहरूको लागि। अब हामीले चाहिँ एक हप्ताभित्र कसरी चाहिँ मोनेटाइजेसन गर्नु पर्छ, के एक हप्ताभित्र मोनेटाइजेसन गर्न सम्भव छ होइन? तपाईँहरूले चाहिँ सोच्नु भएको होला होइन, युट्युबले चाहिँ हामीलाई 365 दिन अर्थात् 1 वर्षको चाहिँ हामीलाई नोटिस दिएको छ। अनि एक हप्तामा चाहिँ कसरी मोनेटाइजेसन हुन्छ भन्ने सोच्नु भएको छ भने तपाईँहरूले चाहिँ एकदमै स्किप नगरेरै हेर्नुहोस् होइन। अनि तपाईँहरूले चाहिँ त्यही अनुसार मैले चाहिँ कुराहरू चाहिँ गरेको छु होइन, सबै तपाईँहरूलाई चाहिँ स्क्रिन सेयर गर्न म देखाउन गइरहेको छु। र त्यसरी चाहिँ तपाईँहरूले चाहिँ आफ्नो युट्युबमा पनि काम गर्नुभयो भने तपाईँले एक हप्ताभित्र नै आफ्नो सपनाहरू साकार। अझै पनि तपाईँहरूलाई विश्वास लागेको छैन होला, मैले एक हप्तामा 2वटा च्यानल मोनेटाइजेसन गर्न सक्छु। ती मेरो आफ्नो व्यक्तिगत अनुभवलाई नै तपाईँहरूसँग सेयर गरेको छु। किनकि म जस्तै हजारौँ साथीहरू लाइभमा आउनुहुन्छ होइन, धेरै साथीहरू मसँग जोडिनु भएको छ र उहाँहरूले चाहिँ भन्नुहुन्छ कि मैले पनि यस्तै गरेर मोनेटाइजेसन गर्न चाहन्छु होइन, मलाई पनि एउटा पाइदिनुहोस्। तपाईँहरू सबैजनाको गुनासोलाई मैले एकदमै आत्मसात ध्यान आकर्षण गरेर चाहिँ यो भिडियो बनाएको छु। तपाईँहरूले चाहिँ एकदमै रिस्पेक्ट तरिकाले चाहिँ भिडियो हेर्नु होला, स्किप नगरेरै। अनि मन परेमा कमेन्ट गर्नु होला र साथीभाइहरूलाई पनि सेयर गर्नु होला, किनकि उहाँहरू पनि मोनेटाइजेसनको नाममा चाहिँ धेरै कुराहरू सोच्दै हुनुहुन्छ होला होइन, धेरै टेन्सनमा हुनुहुन्छ होला। मोनेटाइजेसन कसरी गर्ने, मोनेटाइजेसन गरेको भए त मैले एउटा राम्रो चिज गर्थेँ होइन, सपनाहरू केही पुरा गर्थेँ भनेर धेरैले सोच्नु भएको हुन्छ। तर केही काम गर्दै गर्दै जाँदाखेरि धेरै कुराहरू त्यहाँभित्र आफूले चाहिँ म्यानेज गर्नुपर्ने हुन्छ होइन। त्यसलाई चाहिँ कसरी हामीले म्यानेज गर्ने त, त्यो पनि हाम्रो दिमागले काम गर्यो होइन, हाम्रो आइडियाहरू आयो भने त हामीले गर्छौँ। अब आइडियाहरू आएन भने त हामीले के गर्ने त, अब कसैको सहयोग लिनु पर्यो होइन। कसैको सहयोग लिनलाई या त नजिकको साथीभाइसँग कुराकानी गर्नु पर्यो होइन, सल्लाह लिनु पर्यो, या त युट्युबमा सर्च मारेर हेर्नु पर्यो। अब युट्युबमा सर्च मारेर हेर्यो भने त
अब धेरै भिडियोहरू आउँछ होइन, एउटा तपाईँले लेटर टाइप गर्नुभयो भने त्यसमा मेल खाने चाहिँ धेरै चिजहरू आउँछ, तर तपाईँलाई काम लाग्ने भिडियो चाहिँ आयो कि कुरामा चाहिँ होइन। त्यसैले अब चाहिँ तपाईँले टेन्सन लिनु पर्दैन, मोनेटाइजेसन र युट्युबमा कसरी काम गर्ने र कसरी हामी छिट्टै अगाडि बढ्न सक्छौँ भनेर जान्न चाहनुहुन्छ अथवा युट्युबर बन्न चाहने मान्छेले चाहिँ तपाईँले अहिले नै च्यानललाई हाम्रो डिजिटल चाहिँ सब्सक्राइब गरेर बेल आइकनमा अलमा क्लिक गर्नुहोला, किनभने तपाईँले त्यति गर्नुभयो भने मेरो भिडियो आयो भने सजिलैसँग नोटिफिकेसन मिल्नेछ र तपाईँले तुरुन्तै भिडियो हेरेर समस्याहरूको सामना गर्न सक्छ। साथीहरू, अब म चाहिँ ढिला नगरिकन भिडियो चाहिँ धेरै लामो हुन सक्छ, सो सरी भन्न चाहन्छु र म चाहिँ एकदमै सर्टकट बनाउन खोजिरहेको छु। त्यही पनि तपाईँहरूलाई चाहिँ सबै डिटेलमा चाहिँ बताउँदाखेरि होइन, तपाईँहरूले बुझाउँदाखेरि चाहिँ अलिकति टाइम लाग्न सक्छ, होइन, लामो हुनसक्छ। त्यसको लागि चाहिँ म कुरा गर्छु र तपाईँहरूले चाहिँ कस्तो लाग्यो त्यो चाहिँ कमेन्टमा लेख्न नभुल्नुको लागि चाहिँ म धेरै रिक्वेस्ट गर्छु, तपाईँहरू चाहिँ कमेन्ट गरिदिनुहुन्न होइन, भिडियो हेरेर स्किप गरिदिनुहुन्छ। अनि त्यही कारण हो तपाईँहरूले चाहिँ 365 दिन लाइभ बस्नुपर्छ होइन, मोनेटाइजेसन कसरी गर्नुपर्छ भन्ने कुरामा चाहिँ अन्यल हुनुको कारणै त्यही हो, किनकि तपाईँहरूले जुन चिज भेटाउनुहुन्छ त्यो चिजलाई चिन्नुहुन्न कि होइन, के त्यसको भिडियो क्वालिटी राम्रो छैन होइन, त्यसले चाहिँ अलिकति है बोल्न जानेन भनेर चाहिँ तपाईँले स्किप गरेको, तर त्यसले के कुराहरू बोलेको छ होइन, के कुराहरू सिकाइरहेको छ त्यसमा मेटर गर्छ नि सर। त्यसैले तपाईँहरूले चाहिँ राम्रो युट्युबर होइन, राम्रो क्रिएटर, त्यसले चाहिँ भिडियो राम्रो त्यसले ल्यापटपमा एडिट गरेको छ होइन, कम्प्युटरबाट थम्बनेल बनाएको रहेछ होइन, एफएलए आएको रहेछ, त्यसको भिडियो कसले हेर्छ होइन भनेर चाहिँ त्यो क्वालिटी अनुसार तपाईँहरू चलाउन जानुभयो भने कहिले पनि पर्फेक्ट हुँदैन। तपाईँहरूले चाहिँ त्यसमा के कुरा गरेको छ र के कुराहरू सिकाइरहेको छ त्यो कुराहरू चाहिँ बुझ्न थाल्नुहोला होइन। या त्यसले मोबाइलदेखि बनाओस् या क्यामेरादेखि बनाओस्, तर त्यसमा सिकाएको के छ र के सिकाउन खोजिरहेको छ त्यो कुराहरू चाहिँ जान्नु होइन। अब म चाहिँ ढिला नगरिकन भिडियोतर्फ लागेँ, एकदमै ध्यानसँग हेर्नुहोला। मसँग भएको चाहिँ यो एन्ड्रोइड भिभो 17S हो र योबाट चाहिँ मैले सबै एडिटिङ सम्बन्धी मेरो जति पनि भिडियोज छ होइन, तपाईँहरू अहिले यो भिडियो हेरिरहनु भएको छ, यो पनि मैले यहीबाट नै एडिट गर्छु होइन। यो यसको चाहिँ म तपाईँहरूलाई स्क्रिन सेयर गर्न गइरहेको छु र तपाईँहरूले चाहिँ एकदमै ध्यानसँग हेर्नुहोला भिडियो। अब मैले कसरी चाहिँ 1 हप्तामै 2वटा च्यानल मोनेटाइजेसन गरेको होइन। अब एउटा च्यानलमा चाहिँ मेरो 28,000 वाच टाइम होइन आएको छ, अनि एउटा च्यानलमा चाहिँ 48,000 वाच टाइम आएको छ। 1 हप्तामै यति वाच टाइमहरू कसरी असम्भव होइन, कसरी सम्भव भएको छ, कसरी सम्भव भयो? अब तपाईँहरूले चाहिँ 4,000 वाच टाइमको लागि दिनमा 3 पटक 4 पटक लाइभ बसेर 3 घन्टादेखि 4 घन्टासम्म डेली लाइभ बस्नुहुन्छ होइन, रातमा नसुतेरै लाइभ बस्नुहुन्छ। आउन त धेरै साथीहरू आउनुहुन्छ होइन, कमेन्ट गर्नुहुन्छ, सब गर्नुहुन्छ, जानुहुन्छ, तर आज तपाईँले 10 सब गराउनुहोस् तर भोलि 15 सब घटिसकेको हुन्छ क्या तपाईँ, किनकि अब लाइभमा आउनुहुन्छ, कुराकानी गर्नुहुन्छ, सब गर्नुहुन्छ, अनि यो बनाएको छु। त्यसरी चाहिँ तपाईँले काम गर्नुभयो भने तपाईँको पनि सेम त्यही दिनहरूमा चाहिँ तपाईँले चाहेको कुराहरू तर मोनेटाइजेसन सजिलैसँग गर्न सक्नुहुन्छ र एकदमै ध्यानसँग हेर्नु होला। म चाहिँ अब स्क्रिनमा ध्यान दिएँ होइन, तपाईँहरूले चाहिँ एकदमै सेयर गरेको स्क्रिनमा चाहिँ हेर्नु होला। साथीहरू, एउटा कुरा चाहिँ के ध्यान राख्नुहोस् भने तपाईँले चाहिँ अब कोही युट्युबरहरूको चाहिँ भिडियोहरू आइरहेको छ होइन, युट्युबरको धेरै मिलियनमा भ्युज गइरहेको छ होइन, धेरै भाइरल गइरहेको छ, तर यो युज गर्छु भनेर चाहिँ कहिले पनि नसोच्नुहोस् होइन, त्यस्तो भिडियोहरू चाहिँ युज नगर्नु होला है। किनकि युज कन्टेन्टहरू युज गर्नुभयो भने युट्युबले तपाईँको च्यानल डिसेबल पनि गर्न सक्छ होइन,
ब्लग पनि गर्न सक्छ र च्यानलै पनि हटाइदिन सक्छ। अनि त्यो त आफू चाहिँ सतर्क रहनु होला होइन। त्यो चाहिँ म तपाईँहरूलाई चाहिँ एउटा डेमो मात्रै देखाउन गइरहेको, तर यसरी गर्नुपर्छ भने है भोलि युट्युबमा समस्याहरू आउन सक्छ, त्यो चाहिँ ध्यान दिनु। अब तपाईँहरूले चाहिँ स्क्रिनमा देखिसक्नु भएको छ होइन। मसँग चाहिँ एउटा तपाईँहरूले चाहिँ सबैभन्दा पहिला के गर्नुपर्छ भने तपाईँको मोबाइलमा चाहिँ एउटा एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ, स्न्याप होइन। मसँग चाहिँ अलरेडी डाउनलोड छ, किनकि मेरो चाहिँ 2-3 वर्ष भन्दा पनि पहिले मेरो यो मोबाइल किनेदेखि चाहिँ मेरो यो स्न्याप चाहिँ डाउनलोड छ, किनकि म त्यसमा चाहिँ धेरै पहिलादेखि काम गर्दै आएको छु होइन। हरेक भिडियोहरू गानाहरू होइन जति पनि मतलब डिजिटल कामहरू हुन्छ मैले स्न्यापमै गर्छु। तपाईँहरूले पनि यो एकचोटि डाउनलोड गर्नु होला। यो यस्तो छ स्न्याप, यो चाहिँ तपाईँहरूले चाहिँ प्ले स्टोरमा चाहिँ पाउँदैन होइन। यो प्ले स्टोरबाट डाउनलोड गर्नुभयो भने चाहिँ तपाईँहरूले यसले तपाईँहरूले चाहेको जस्तो चाहिँ काम गर्दैन है। प्ले स्टोरमा चाहिँ अलिअलि फरक खालको हुन्छ। यसलाई चाहिँ तपाईँहरूले चाहिँ के गर्नु होला भनेपछि गुगलमा चाहिँ स्न्याप भनेको चाहिँ हान्नु होला, त्यहाँ गुगलबाट डाउनलोड गर्नु होला। म यसको एपको लिङ्क पनि चाहिँ डिस्क्रिप्सनमा राखिदिन्छु, तपाईँहरूले त्यहाँबाट पनि डाउनलोड गर्नु सक्नुहुन्छ सजिलैसँग। र यसलाई ओपन गरेपछि यो चाहिँ इन्स्टल भइसकेको छ तपाईँहरूकोमा होइन। अब तपाईँहरूले चाहिँ के गर्छ, युट्युबमा जानुहोस् होइन। युट्युबमा जानुहोस्। अब युट्युबमा गएपछि चाहिँ तपाईँहरूले चाहिँ यहाँ भिडियोहरू हेर्नुपर्ने हुन्छ होइन। भिडियोहरू चाहिँ कुन धेरै चर्चामा छ भिडियो होइन। तपाईँले राष्ट्रिय गायकहरू होइन, जस्तै अब हाम्रो नेपालको एकदमै चर्चित भनेपछि चाहिँ कसलाई चिन्नुहुन्छ त, विष्णु भएजीलाई होइन। उहाँको कला र उहाँको कामलाई चाहिँ सम्मान गर्दै म चाहिँ के भन्न चाहन्छु भनेपछि अब उहाँहरू चाहिँ हाम्रो के हुन्छ त, एउटा सांस्कृतिकलाई जगेर्ना गर्ने एउटा हाम्रो राष्ट्रको गहनाहरू हुन्छ। तर उहाँको कलाहरूलाई चाहिँ हामीले नराम्रो होइन गलत चाहिँ गर्नु हुँदैन। र कस्तो भनेपछि अब हामीले उहाँहरूको म्युजिकहरू युज गर्न पाइयो, तर कानुन अनुसार होइन। त्यहाँ भएको चाहिँ पोलिटिकल के छ होइन, कस्तो छ त्यो अनुसार चाहिँ तपाईँहरूले युज गर्नु होला। कि जथाभावी हालेर चाहिँ युट्युबमा तपाईँहरूले चाहिँ प्रशस्त युट्युबमा चाहिँ नराम्रो गतिविधिहरू फैलाउनु भयो भने युट्युबले चाहिँ तपाईँलाई त्यहाँबाट रिमुभ गर्नुहुन्छ है साथीहरू, ध्यान दिनु होला। तर रिस्क काम हो, तर यसमा चाहिँ तपाईँहरूले चाहिँ हाम्रो के हुन्छ त, मोनेटाइजेसन लिएर चाहिँ तपाईँले पछि त्यो काम चाहिँ छोड्नु पर्ने हुन्छ है सर होइन। युट्युबले नै तपाईँलाई नोटिस दिन्छ कि तपाईँले त्यो काम गर्नु हुँदैन। मोनेटाइजेसन लिनुभन्दा पहिला तपाईँ चाहिँ युट्युबसँग एकदमै कनेक्ट भएर मेल आउँछ होइन। तपाईँले भिडियो बनाएर देखाउनु पर्ने हुन्छ, कसरी बनाएको के बनाएको होइन। अब मोनेटाइजेसन दिएपछि के तपाईँ रिल भिडियो मात्रै बनाउनुहुन्छ होइन, अरूको भिडियोहरू त हाल्नु हुँदैन भनेर चाहिँ उसले तपाईँसँग शपथ माग्छ। तपाईँले चाहिँ शपथ खानुपर्छ कि म यस्तो काम गर्दिनँ, युट्युबको पोलिसीहरू फलो गर्छु होइन भनेर चाहिँ तपाईँले एउटा अपलोड गर्नुपर्छ, तब मात्रै तपाईँलाई मोनेटाइजेसन मिल्छ। र तपाईँले अपलोड नगरेरै पनि मोनेटाइजेसन लिन चाहनुहुन्छ भने त्यसको लागि त्यसै भिडियोमा बताउनेछु र तपाईँले भिडियो अन्त्यसम्म हेर्नु। म चाहिँ यहाँ के गर्न गइरहेको छु, एउटा तपाईँहरूले चाहिँ भिडियो होइन डाउनलोड गरेर, जस्तै अब मेरो चित्रमाथि भनेर चाहिँ यहाँ एउटा छ होइन, तपाईँहरूले चाहिँ स्क्रिनमा देखिसक्नु भएको छ। म चाहिँ यसलाई क्लिक गर्न सक्छु। यसलाई कसरी डाउनलोड गर्ने त होइन। अब यहाँ सेयर बटनमा आइनुहोस्, अनि सेयर बटनमा आइसकेपछि यहाँ जानुहोस् होइन। यता साइडमा गएपछि यो स्न्यापटुप छ, यसमा क्लिक गर्नुहोस् होइन। यसमा क्लिक गरेपछि अब तपाईँले फास्ट डाउनलोड गर्नको लागि होइन 360मा चाहिँ तपाईँले डाउनलोड गर्नु होला। तपाईँलाई अडियो गराउनु नि त होइन, भिडियोको तपाईँले चाहिएको होइन होइन, भिडियो चाहिँ तपाईँले हाल्न पनि पाइएन होइन। त्यसैले तपाईँले चाहिँ अडियो गर्ने हो। अडियो गर्नुको लागि चाहिँ तपाईँले अडियो गर्नु होला होइन। लो क्वालिटीमा गर्दा पनि अडियो त एकदमै राम्रो नै सुनिन्छ होइन। यो डाउनलोड भइसकेपछि चाहिँ तपाईँ कहाँ आउनु पऱ्यो भनेपछि अब तपाईँले चाहिँ भिडियो कुन एपबाट चाहिँ एडिट गर्नुहुन्छ होइन।
भिडियो कुन एपबाट एडिट गर्नुहुन्छ त्यो अब तपाईँहरूसँग भएको एप्लिकेसन चाहिँ ओपन गर्नु होला। म चाहिँ काइन्ड मास्टरबाट एडिट गर्छु। मलाई धेरै राम्रो लाग्छ। पहिलादेखि मैले काइन्ड मास्टर युज गर्न लागेको चाहिँ धेरै वर्ष भइसक्यो होइन। मैले जति पनि अब मोबाइल किनेदेखि होइन मोबाइल युज गर्न थालेदेखि पनि मैले काइन्ड मास्टरको बारेमा थाहा पाएर काइन्ड मास्टरदेखि नै हरेक चिजहरू मैले बनाउँछु होइन। त्यो भएर चाहिँ मलाई एकदमै सजिलो लाग्छ। तर यसको काइन्ड मास्टरको सिस्टम पनि एकदमै राम्रो छ होइन, एकदमै राम्रो काम गर्छ। म चाहिँ काइन्ड मास्टर ओपन गर्छु होइन। तपाईँहरूले चाहिँ स्क्रिनमा देखिरहनु भएको छ, ध्यानसँग हेर्नु होला है साथीहरू। अब म चाहिँ किनकि मैले फेरि तपाईँहरूलाई चाहिँ नयाँ भिडियो बनाएर देखायो भने चाहिँ अलिकति टाइम लाग्न सक्छ। यो एकदमै लामो भइसकेको छ। म तपाईँहरूलाई चाहिँ अलरेडी बनाइसकेको चाहिँ देखाउँछु कसरी मैले बनाएँ त भनेर। जस्तै अलरेडी मैले बनाएको छु, तर त्यो भिडियोले चाहिँ मलाई कति भ्युज दिएको थियो होइन, कति वाच टाइम दिएको थियो भन्ने कुरा चाहिँ अब तपाईँहरूलाई बताइसकेको थिएँ होइन। अब 48,000 वाच टाइम र अहिले च्यानलमा चाहिँ मेरो त्यो भिडियो हाल्नुभन्दा पहिला चाहिँ 170 मात्रै सब्सक्राइब थियो। अनि अहिले भिडियो हालेको आज 3 दिन मात्र भएको होइन, मेरो चाहिँ लगभग 1500 सब्सक्राइब कम्प्लिट भइसक्यो। आफै सोध्नुहोस् होइन। त्यसपछि चाहिँ अब हामीले के गर्नु पर्यो भनेपछि स्क्रिनमा चाहिँ होला। म चाहिँ अब तपाईँहरूलाई गाइड गर्दैछु। यसरी चाहिँ तपाईँहरूले स्क्रिनमा देख्नुपर्छ। यहाँ चाहिँ अब काइन्ड मास्टरमा चाहिँ मैले यसरी लोड गर्छु होइन। यो चाहिँ मेरो अलरेडी लोड भइसकेको छ होइन। लोड भएपछि चाहिँ अब तपाईँले कुन च्यानलको लागि चाहिँ भिडियो बनाउँदै हुन्छ, च्यानलको नाम के हो, तपाईँको लोगो के हो होइन। अब तपाईँले चाहिँ यहाँबाट चाहिँ यसलाई मोडिफाई गर्नुपर्ने हुन्छ होइन। अब च्यानलको लोगो कहाँनिर लगाउने, कस्तो लगाउने, त्यो तपाईँलाई जस्तो लाग्यो त्यस्तै गर्नुपर्छ होइन। तर तपाईँले चाहिँ त्यो भित्र चाहिँ गानाहरू कतिवटा छ होइन, गीतहरू कतिवटा छ त्यो हेर्नु पऱ्यो, कति मिनटको छ होइन, कुन कुन गाना छ, गानाहरूको नाम चाहिँ हेर्नु होला। अथवा तपाईँले लेख्न जान्नु हुँदैन होइन भने पनि तपाईँले अहिले चाहिँ च्याट जिपिटीहरू छताछुलै छ होइन, जता पनि सबैलाई थाहा छ होइन। सानो सानो नानी बाबुहरूलाई थाहा छ भने चाहिँ तपाईँहरू अब एउटा युट्युबर जस्तो मान्छेहरू थाहा नभएको कुरा सबैले थाहा छ। अब त्यो भइसकेपछि चाहिँ तपाईँले सबै कुराहरू च्याट जिपिटीलाई भन्नुभयो भने उसले सबै रेडी बनाएर दिन्छ। तपाईँले यसमा हालेर चाहिँ सिर्फ यसको रङहरू मात्रै बदल्नु पऱ्यो कि स्मार्ट वर्क गर्नु पऱ्यो कि। हामीले टेन्सनवाला होइन हार्ड वर्किङ किन गर्नु। त्यसैले चाहिँ अब हामीले के गर्नु त च्याट जिपिटीलाई भन्नु पऱ्यो त्यो थम्बनेल बनाए अनुसार नै मलाई टाइटल अनि डिस्क्रिप्सन अनि ह्यासट्याग दिनुहोस् मेरो च्यानलको लागि है, च्यानलको नाम हाल्नुहोस्। अनि केही समयमा चाहिँ 1-2-3 सेकेन्डभित्र चाहिँ ह्यासट्याग होइन तपाईँको डिस्क्रिप्सन सबै कुराहरूले रेडी गर्न दिन्छ। अनि त्यसलाई चाहिँ तपाईँले के गर्नुहोस्, अपलोडमा आउनुहोस्। अपलोडमा आइसकेपछि तपाईँले भिडियोमा यहाँ क्लिक गरेर अनि जस्तै मैले यो भिडियो हालेँ होइन, यो भिडियो हालेपछि तपाईँले यसरी नेक्स्ट गर्नुहोस् होइन। अब नेक्स्ट गरेपछि तपाईँले यहाँ थम्बनेल हाल्नुहोस् होइन। जस्तै अब म तपाईँलाई सिकाउँदैछु, थम्बनेल मैले बनाएको थिएँ होइन, यो थम्बनेल हाल्नुहोस्। यो थम्बनेल हालेपछि तपाईँले यहाँ के गर्नुहोस्, यसलाई यो डिस्क्रिप्सनलाई यहाँ यो टाइटललाई चाहिँ के गर्नुहोस् कपी गरिदिनुहोस् होइन। मैले चाहिँ टाइटलहरू के दिएको छैन होइन, तपाईँहरूलाई चाहिँ एउटा थ्योरी मात्रै सिकाएको है, प्र्याक्टिकल। अनि डिस्क्रिप्सन पढ्नुहोस् होइन। डिस्क्रिप्सनमा पनि त्यसलाई सरर ल्याएर डिस्क्रिप्सनमा चाहिँ डिस्क्रिप्सनदेखि तल यहाँ पुरै कपी गर्नु अनि यहाँ ल्याएर पेस्ट गरिदिनुहोस्। यो भयो कम्प्लिट। अब तपाईँले चाहिँ अनलिस्टेड गर्नुहोस् होइन, यो अपलोड गर्नुहोस्। अपलोड भइसकेपछि तपाईँको अब केही समय लाग्छ होइन, कति एमबीको छ, तपाईँसँग नेट कस्तो खालको छ, वाइफाईमा हुनुहुन्छ भने त 2 देखि 3 मिनट अथवा 5 मिनटभित्र भइहाल्छ होइन। अथवा तपाईँसँग डाटा छ अलिकति टाइम लाग्न सक्छ होइन। अब 40 मिनट 50 मिनटको भिडियोहरू अपलोड गर्न थाल्नु भने चाहिँ कमसेकम 200 300 400 अथवा 600 एमबीसम्म पनि खान्छ, अलिकति टाइम लाग्न सक्छ।
त्यो अपलोड हुनेसम्म चाहिँ तपाईँले छोडिदिनुहोस् होइन। अपलोड भइसकेपछि अब तपाईँले कुन समयमा गर्नुभएको छ, अथवा बिहानको समयमा गर्नुभएको छ अथवा साँझको समयमा, धेरै जसो तपाईँले म्युजिक कलेक्सनहरू चाहिँ भिडियो बनाएर अपलोड गर्न छ भनेपछि चाहिँ तपाईँले बिहानको समयमा होइन, बिहान चाहिँ 6 देखि 9 बजेसम्म चाहिँ तपाईँले अपलोड गरिसकेको, किनकि त्यति बेला चाहिँ मान्छे कस्तो हुन्छ भने चाहिँ 9 देखि चाहिँ साँझ 6-7 बजेसम्म मान्छे कामतिर अथवा बाहिरतिर घुमिरहेको हुन्छ। त्यति बेला चाहिँ गाउँघरमा गीतहरू सुन्ने होइन, गोठाला जाँदाखेरि गीतहरू सुन्ने धेरैजना हुनुहुन्छ। अब हामीले चाहिँ अब हामी यता बसेर जब गरिरहेछौँ, दिनमा कहिले मोबाइल हेर्छ होइन, दिनमा त ड्युटीको टाइम हुन्छ, सुन्न पाइँदैन भन्ने तपाईँले सोच्नुहुन्न। तपाईँहरू जस्तै पनि अरू हजारौँ मान्छे नेपालमा हुन्छ, जङ्गलमा घाँस दाउरा होइन, वन जङ्गल गरिरहनु भएको हुन्छ। उहाँहरूले चाहिँ मजाले गाना सुनेर होइन, मोबाइल काम गरिरहनु भएको हुन्छ कि। अब उहाँहरूको लागि चाहिँ काम लाग्छ तपाईँहरूको जुन काम गरिरहनु भएको छ। अनि उहाँहरूले चाहिँ यो गीतहरू राम्रो भयो भने के हुन्छ त, अब धेरै जसो मान्छेले अब होइन सुन्ने भनेको चाहिँ विष्णु माझीको गीतहरू एकदमै नेपालमा होइन। अब झ्यापा मोबाइलको एउटा लोकदोरी गीतहरू होइन, हाम्रो एकदमै मन छुने सुनौ न विष्णु माझीको भनेर मान्छे झ्यापै नाम सर्च हाल्यो भने ठ्याक्कै देखाइहाल्छ होइन, अनि ठ्याक्क त्यो गानाहरू सुनिहाल्छ। अब अरू कलाकारहरूको अब सबै कलाकार नराम्रो भन्न सक्दिनँ, सबैलाई रेस्पेक्ट पनि छ होइन, सबैको कलाहरू छ होइन, सबैले अब गीतहरू बनाइरहनु भएको छ, उहाँ गीतहरू चलिरहेको छ होइन, चलोस्। तर अब हाम्रोमा चाहिँ अब कसको गीतहरू राम्रो चल्छ भन्ने कुरा होइन। अब हामी त केही समयको लागि मात्रै हो नि त होइन, हामी त भ्युजको लागि होइन नि त, हामी त मोनेटाइजेसनको लागि यसलाई प्रयोग गर्ने। तर मोनेटाइजेसन आउनुभन्दा पहिला नै हामीले फेरि के गर्नुपर्छ, यसलाई हटाइसकेको हुनुपर्छ कि यो च्यानल। अब तपाईँलाई वाच टाइम पनि आयो, अब सब पनि आयो होइन। अब जस्तै तपाईँलाई एप्लाई बटन सो गर्छ होइन, जस्तै अब म तपाईँहरूलाई चाहिँ यहाँ देखाउँछु, मेरो जुन मैले एउटा अर्को च्यानलमा चाहिँ अप्लाई सो गरेको छ, तर म चाहिँ यसलाई तत्कालै मोनेटाइजेसन अप्लाई गर्दैन होइन, किनकि यसमा धेरै कामहरू छ। अब यहाँ चाहिँ म वाइटी, अब यहाँ देख्नुहुन्छ तपाईँहरूले चाहिँ एप्लाई बटन छ होइन, अब एप्लाई नाउ भनेर आइसकेको छ होइन, मेरो चाहिँ सबै कम्प्लिट भइसकेको छ, तर म चाहिँ अहिले एप्लाई गर्नु। अब तपाईँले एप्लाई यो गर्नुभन्दा पहिला चाहिँ तपाईँहरूले चाहिँ त्यहाँ च्यानलमा चाहिँ तपाईँको रियुज कन्टेन्टहरू के कति छ होइन, तपाईँले चाहिँ अरूको म्युजिक युज गरेर कति भिडियोहरू बनाउनु भएको छ, सर्टमा पनि तपाईँ रिल देखिनु भएको छैन होइन, म्युजिकहरू युज गर्नु भएको छ भनेपछि चाहिँ तपाईँहरूले त्यस्तो भिडियोहरू सबै सर्टबाट होइन, लङ भिडियोबाट सबैबाट चाहिँ हटाउनु पर्ने हुन्छ। त्यो भिडियोहरू सबै हटाइसक्यो भने तपाईँको चाहिँ सब पनि घट्दैन होइन, भ्युज पनि घट्दैन, फर्स्ट टाइम पनि घट्दैन, किनकि त्यो मोनेटाइजेसनको लागि उसले चाहिँ कलेक्ट गरेर राखिसकेको हुन्छ युट्युब। तपाईँले त्यस्तो नसोच्नु होला कि मेरो चाहिँ भिडियो डिलिट हान्यो भने होइन मेरो च्यानल मोनेटाइजेसन हुँदैन कि होइन, अब भ्युजहरू घट्छ कि भन्नु। अब तपाईँको जहाँ च्यानलमा चाहिँ टोटल भ्युजहरू देखाउँछ नि, त्यहाँदेखि चाहिँ घट्छ, र तपाईँको मोनेटाइजेसनमा भएको भ्युजहरू चाहिँ घट्दैन, किनकि मोनेटाइजेसन तपाईँले कति भ्युज भएर कति वाच टाइममा गर्नुभयो भनेर चाहिँ कहिले पनि घट्दैन है सर, किनकि मेरो घटेको छैन, त्यो अनुसारले मैले बताइदिन्छु। अब तपाईँहरूले यसरी काम गर्नुभयो भने चाहिँ तपाईँहरूले भोलि गएर चाहिँ तपाईँले 1 हप्ताभित्र चाहिँ हाम्रो च्यानलमा चाहिँ मोनेटाइजेसन लिन सक्नुहुन्छ। साथीहरू भिडियो चाहिँ धेरै लामो भयो होइन, यसको लागि चाहिँ सरी भन्न चाहन्छु, र तपाईँहरूलाई चाहिँ भिडियो कस्तो लाग्छ होइन, मलाई चाहिँ एकदमै उम्मिद गरेको छु मैले चाहिँ तपाईँहरूले भिडियो एकदमै सहयोगी र हेल्पफुल भयो होला भन्ने आशा छ। तपाईँहरूले चाहिँ माया गरिदिनु होला र भिडियोलाई साथीभाइसँग पनि सेयर गर्नु होला। कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट पनि गर्नुहोस् साथीहरूले। अब कमेन्ट गर्नुभयो भने त्यहाँनिर अर्को भिडियो चाहिँ म तपाईँहरूलाई यस्तो ट्रिकहरू सिकाउँदैन नि त होइन। अब तपाईँहरूले चाहिँ यस्तै मोनेटाइजेसन कसरी गर्ने भन्ने कुरा म अहिले सिकाएँ होइन। अब भोलि तपाईँले चाहिँ मोनेटाइजेसन त भयो होइन,
अब चाहिँ अर्निङ कसरी गर्ने होइन? अब मोनेटाइजेसनको बाद तपाईँले $100 त्यसमा कलेक्ट नहुँदैसम्म विड्रोल गर्न पाइँदैन होइन। अब मोनेटाइजेसन गरेर मात्रै भएन, अब पैसा चाहिँ कसरी विड्रोल गर्ने भन्ने कुरामा चाहिँ भोलि कल्पना हुन्छ होइन। त्यसको लागि भ्यू चाहियो, त्यसको लागि त तपाईँले कमेन्ट गर्नु पऱ्यो होइन, मलाई सल्भ गर्नु पऱ्यो, अनि पो मैले तपाईँलाई भिडियो बनाएँ। अनि मलाई भन्नुहोस् होइन के समस्या पर्यो, कमेन्ट गर्नु। अब तपाईँ कमेन्ट गर्न कन्जुसाउनुहुन्छ, सल्भ गर्न कन्जुसाउनुहुन्छ भने तपाईँलाई पनि कसले गर्छ कि सल्भ? कसैले पनि गर्दैन होइन। रोटी कहिले पनि एक तरफ पाक्दैन, त्यसलाई दोहोरो पकाउनुपर्छ। अनि ताली एक हातले बस्दैन होइन, दुई हात जोड्नुपर्छ, तब मात्रै बस्छ। यसैले तपाईँ पनि एउटा डिजिटल युगमा चाहिँ डिजिटल क्रिएटर बनेर वाइटीमा अथवा पेजमा कुनै पनि प्लेटफर्ममा चाहिँ काम गर्दै हुनुहुन्छ र अगाडि बढ्न चाहनुहुन्छ भनेपछि तपाईँले पनि सहयोग गर्नुहोस् र तपाईँलाई अवश्य मिल्छ।